प्रदेश सभा किन खारेज गरौँ भन्नुभएको हो तपाईहरुले? के हो खास? यसको अलिकति पृष्ठभूमि दिउँ अमितजी। 79 मङ्सिरको चुनाव अघिल्लो निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जन्मेको थियो। यसको वैचारिक लाइनहरू पनि बन्दै थिए र बाचापत्र अब के मुद्दा लिएर निर्वाचनमा होमिने भन्दै गर्दाखेरि त्यति बेला तयार गरिएको बाचापत्रमा हाम्रो शासकीय स्वरूपको खाका चाहिँ यही हुनेछन् भनेर यसलाई अब राष्ट्रपति अहिलेकै जस्तो तर इलेक्टोरल कलेज चाहिँ मच ब्रडर हुने, उपराष्ट्रपतिले नै राष्ट्रिय सभाको अध्यक्षता गर्ने, सो अहिलेको राष्ट्रिय सभाको अध्यक्ष रिडन्डेन्ट हुने, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने र प्रदेश सभा खारेज गर्ने तर प्रदेश सभाको ठाउँमा प्रदेश परिषद रहने कल्पना गरिएको छ। अब यसलाई धेरै यो चाहिँ 79 कै बाचापत्रमा चुनावको पहिलो बाचापत्रमै छ। तर प्रदेश सभा चाहिँ अलि भद्दा भयो, खर्चिलो भयो, जनताले पनि रुचाएनन्। यति सानो देशमा यो 7-7 वटा चाहिँ प्रदेशहरू राखेर 884 जना सांसदमा 550 सांसद चाहिँ प्रदेशमा छ हैन। अनि यो अब तपाईँ कल्पना गर्नुहोस्, प्रदेशका हेडक्वार्टर्सहरू सुर्खेत, हेटौँडा जस्ता ठाउँमा 20 चोटि ओहोरदोहोर गर्छ त्यो मुख्यमन्त्री, त्यो मन्त्री, त्यो सांसदमा माननीय भन्छ, लोगो लगाएर हिँड्या छ। त्यो जनताको वितृष्णा अनि उसमाथि थोपरिँदै गएको त्यो करको रिजेन्टमेन्ट पनि जम्मै यिनीहरूको तारो बनेकै हो। अब यसको एम्पेरिकल हैन ठ्याक्कै कति खर्च हुन्छ, पहिलाको अञ्चलाधीशहरू हुँदाखेरि के थियो, 75 जिल्ला हुँदाको स्वरूप के थियो, कतिलाई त कन्सोलिडेट गरेर प्रदेशमा पार्क गरिएको भन्ने कुरातिर नगएर तर पपुलर सेन्टिमेन्ट चाहिँ यो प्रति तर तपाईले भने त्यो पनि सत्य हो। फेरि अञ्चलाधीश 14 वटा र जिल्लाभरि यति धेरै कार्यालय हुँदाको खर्च र अहिले प्रदेश सभा मुख्यमन्त्री खर्च चाहिँ धेरै कि थोर हो भन्ने चाहिँ हेर्नै पर्ने छ। कन्सोलिडेट गरेर क्षेत्रीय कार्यालयहरू त चाहिनै हाल्छ। तर अहिले अलिकति एक कदम अगाडि बढेको चाहिँ अब यो मधेस आन्दोलनको रापताप हैन, संहिताकै शब्दप्रति पनि मधेस, सुप, कर्णाली बाहिर चाहिँ अलिकति बढी प्रतिक्रिया हामी सुन्छौँ नै बाहिर जाँदाखेरि। सो यो सबैको सेरोफेरोमा अझ लोक रिझ्याइबाट निर्देशित भएको पार्टीले वास्तवमा बुद्धिमत्तापूर्ण त्यति बेला अर्को डिस्क्लेमर चाहिँ म त्यति बेला प्रवेश गरिसकेका थिएन, म त्यसको 4-5 महिनापछि मात्रै तनहुँबाट निर्वाचित भएर गएको हुँ। सो त्यो 79 मङ्सिरको बहसमा म सहभागी थिएन। यद्यपि त्यति बेलाको बुझाइ हेर्दाखेरि प्रदेश खारेज भनेको छैन हैन। धेरैले फेरि यो प्रदेश सभा खारेज र प्रदेश खारेजलाई सिनोनिमसली हेर्दा रहेछन्, त्यो ठुलो फरक छ। प्रदेश रहन्छ, राष्ट्रसभाको त्यति बेलाकै भिजनमा पनि 7 वटा प्रदेश रहन्छ, यो पहिचानको लागि महत्त्वपूर्ण छ। फेरि द्वन्द्व निम्त्याउने चक्रमा हामी जानुहुन्न भन्ने सुझबुझ त्यति बेला पनि रहेछ। तर प्रदेश सभा यो 550 जनाको यो भारी चाहिँ कि एकदम फुल फ्लेज्ड काम देखाउन सक्ने भइदिया भयो को कुरो, यो अधकल्चो खालको संहितामा यो साँच्चीकै चाहिँ यो बोक्न सक्दैनौँ हामी भन्ने धारणा पार्टीले त्यति बेला लिएर बाचापत्रमा लिएको रहेछ। तर यसको तर प्रदेश सभा खारेज गरेपछि त लेजिस्लेटिभ फङ्सन कसले गर्छ त भन्दाखेरि एउटा क्वाजाई लेजिस्लेटिभ स्वरूप चाहिँ कल्पना गरिएको रहेछ। र त्यसमा चाहिँ यो पालिकामा पनि हामीले 35,000 चान्चुन त इलेक्ट गर्छौँ हैन। हरेक वडामा 5-5 जना इलेक्टेड छन् हैन, पालिकै 753 छन्। सो त्यहीबाट अर्को एउटा इलेक्टोरल कलेज जस्तो चाहिँ लिएर आउँ जसले सिजनल पार्लियामेन्टेरियनको रूपमा काम गर्छ हैन। 2 चोटि बैठक बस्छ, प्रदेशहरू सानसानै छन्, 1 घण्टाको दूरीमा लगभग हेडक्वार्टर पुगिहालिन्छ सदरमुकाम। र बजेट अधिवेशन एउटा बस्छ, अर्को विधायक अधिवेशन बस्छ। यसरी यहीबाट काम चलाउ गरौँ, यो एक्स्ट्रा लेयर चाहिँ नराखौँ र यो गर्नको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गरौँ। एउटा छरितो समन्वयकारी भूमिकामा रहने मुख्यमन्त्री चाहिँ त्यहाँ हुन्छ, उसलाई सहयोग गर्नको लागि 5 जना विज्ञ जतिको चाहिँ मन्त्रीमण्डल बस्छ। र यसरी एक्जिक्युटिभ फङ्सन पनि हो तर मोर कोअर्डिनेटिङ मिडिएटिङ रोलमा, लेजिस्लेटिभ फङ्सन त्यो भ्याकुम राख्न भएन चाहिँ पूर्ति गर्नको लागि क्वाजा लेजिस्लेटिभ स्वरूप चाहिँ स्थानीय तहबाटै गरौँ र स्थानीय संरचना चाहिँ बलियो बनाऊ, अझ बलियो बनाऊ भनेको। यसमा त्यति बेला सङ्ख्या तोकिएको थिएन। यो चाहिँ पछि 1 वर्षपछि सभापतिको राजनीतिक प्रतिवेदन जुन असोज 2081 राष्ट्रिय भेलामा पेश भयो, त्यसमा चाहिँ स्थानीय तहलाई पनि 753बाट तल घटाएर 500 कन्सोलिडेसनमा जाउँ र स्थानीय तहलाई नै अलिकति बलियो बनाऊ। सो बलियो केन्द्र, बलियो स्थानीय तह र एउटा मिडिएटिङ समन्वयकारी छरितो भूमिकामा चाहिँ प्रदेश तह रहने भन्ने खालको कल्पना नै अहिले पार्टीमा चाहिँ बहसमा छ। एउटा तबकाले चाहिँ होइन प्रदेशै खारेज गर्नुपर्छ भन्ने छ, तर अर्को तबकाले चाहिँ होइन यो द्वन्द्व फेरि चर्काउनेतिर नजाउँ, भएकालाई सुधार्दै जाउँ भनेर। सो बहसमै छौँ हामी यसमा। यद्यपि स्टेटेड पोजिसन र बहस छेड्नको लागि केही त कागज त हुनु पर्यो अन द टेबल,
त्यसमा चाहिँ यो अवधारणाबाट हामी गइराखेका छौँ।